क्लास 11 फिजिक्सको काइनेमेटिक्सको यो प्रब्लम एक्जाम पोइन्ट अफ भ्यूले एकदमै धेरै इम्पोर्टेन्ट छ। आउनुहोस् यसलाई सल्भ गरौँ। हामीलाई भनेको छ एउटा खोला छ, रिभर छ जुन चाहिँ 800 मिटर वाइडर छ, जसको स्पिड चाहिँ 2 मिटर पर सेकेन्ड छ साउथतिर। साउथतिर छ, साउथतिर 2 मिटर पर सेकेन्डको स्पिड छ र एउटा मोटर बोट छ जुन चाहिँ इस्टतिर 4.2 मिटर पर सेकेन्डले गइरहेको छ। यो डिरेक्सनमा 4.2 मिटर, इस्ट भनेपछि के भयो त आई भयो, साउथ भनेपछि के भयो त जे भयो। तर साउथ भनेपछि के हुन्छ त नेगेटिभ अफ जे हुन्छ। सो -2 मिटर पर सेकेन्ड जे यसको कोअर्डिनेट्स भयो। अब हामीलाई सोधेको छ भेलोसिटी अफ द मोटर विथ रेस्पेक्ट टु अर्थ। यहाँ हेर्नुहोस्, यहाँबाट हामीले रिजल्टेन्ट निकाल्न सक्छौँ यसरी रिजल्टेन्ट, किनभने यो दुइटाको के छ त टेल एक ठाउँमा कनेक्टेड छ। सो हामीले टेल र टेल कनेक्टेड भएको केसमा हामीले प्यारालेलोग्राम ल अफ भेक्टर एडिसन लगाउन सक्छौँ। सो यो हुन्छ हामीलाई चाहिएको भेलोसिटी अफ मोटर विथ रेस्पेक्ट टु अर्थ, जुन हुन्छ जसलाई हामीले लेख्न सक्छौँ भेलोसिटी अफ मोटर विथ रेस्पेक्ट टु अर्थ बराबर भेलोसिटी अफ यो मोटर विथ रेस्पेक्ट टु रिभर प्लस भेलोसिटी अफ रिभर विथ रेस्पेक्ट टु अर्थ। यो जीलाई ई लेख्यौँ हामीले, किनभने इक्जाममा क्वेसनमा त्यही सोधेको छ। रिभर के भन्छ अर्थको रेस्पेक्टमा भनेको छ, ग्राउन्डको रेस्पेक्ट भन्दा पनि हुन चाहिँ केही पनि हुँदैन। अर्थ लेख्यो भने ग्राउन्ड लेख्यो भने कुरो एउटै हो। भिएमआरको कोअर्डिनेट हेर्नु त कति छ 4.2 आई भेक्टर प्लस यो यसको कति छ माइनस, किनभने जे भनेको साउथ भनेको जे माइनस जे कोअर्डिनेटमा पर्छ -2 ओके। सो VME को म्याग्निट्युड हुन्छ अन्डर रुट अफ यसको स्क्वायर 4.2 को स्क्वायर प्लस -2 को स्क्वायर। यसलाई क्यालकुलेट गर्दाखेरि यो हुन्छ 17.64 प्लस 4 र यसलाई क्यालकुलेट गर्दाखेरि आउँछ 4.65 मिटर पर सेकेन्ड। र यो नै हो हामीलाई चाहिएको भेलोसिटी अफ मोटर विथ रेस्पेक्ट टु अर्थ, अर्थात् ए को एन्सर। अब यसको एङ्गलहरू है त एङ्गल tan थीटा इक्वल्स टु कसरी निकाल्ने त। यहाँनिर हामीले केही गर्नु पर्दैन, एउटा लाइन ड्र गरौँ। यो 90 डिग्री हुन्छ, यो थीटा भयो भने यसको अपोजिट यो परपेन्डिकुलर भयो, यो बेस भयो, यो हाइपोटेनस भयो। सो tan थीटा इक्वल्स टु परपेन्डिकुलर भनेको यो र यो, अर्थात् भेलोसिटी अफ रिभर विथ रेस्पेक्ट टु अर्थ, भेलोसिटी अफ रिभर विथ रेस्पेक्ट टु अर्थ डिभाइडेड बाई भेलोसिटी अफ बेस भनेको भेलोसिटी अफ मोटर विथ रेस्पेक्ट टु रिभर हुन्छ, इक्वल्स टु यो भनेको हुन्छ कति छ हामीलाई दिएको 2 दिएको छ, प्लस 2 डिभाइडेड बाई 4.2। यो डिभाइड गर्दा थीटा इज इक्वल टु आउँछ tan इन्भर्स 2/4.2। यसलाई क्यालकुलेट गर्ने हो भने आउँछ थीटा इज इक्वल टु थीटा इक्वल्स टु आउँछ 60 सरी नट 60 25 डिग्री। थीटा इक्वल्स टु 25 डिग्री। यस। अब यसको कतातिर हुन्छ त भन्दाखेरि अब यहाँ सर्टकट ट्रिकमा भनिदिन्छु। यसको तपाईँले सबभन्दा सुरुमा हेर्नुहोस्, यो कोअर्डिनेट हेर्नु त साउथ धेरै छ कि इस्ट धेरै छ। अभियसली इस्टतिर बढी गएको छ, इस्टतिर कति छ 4.2 छ, साउथतिर कति छ -2 छ, अर्थात् 2 छ। सो जुन बढी छ त्यसलाई हामी के गर्ने त जुन बढी छ त्यसलाई हामी अन्तिममा लेख्ने। सो सुरुमा कम के छ साउथ छ, सुरुमा अन्तिममा के छ साउथ छ, अनि अफ लेखिदिने र थोरै कुन छ इस्ट छ। सो थीटा इज इक्वल टु कति रहेछ त 25 डिग्री साउथ अफ इस्टमा चाहिँ मोटरको भेलोसिटी 4.65 मिटर पर सेकेन्ड हुने रहेछ अर्थको रिलेटिभ।